हेलो गुड मर्निङ नमस्ते। आज पनि फेरि म उपस्थित भएको छु विमल कोरोना भ्लगमा। न्यू डे न्यू भ्लग लिएर तपाईँहरूको सामुन्ने है। आज म यसरी जाँदैछु नारायणचौर हुँदै आज नागपोखरी जानेछु र के कस्तो हुन्छ सबै कुराहरू देखाउने छु। र आज म लगायत मेरो छोरी अनि दिपेश ग्रीष्मा हैन निरज र विराजको मामा हुँदै जाँदैछौँ र के कस्तो हुन्छ सबै कुराहरू म देखाउने छु तपाईँहरूको लागि। हेर्दै जानु होला। सबै बच्चाहरू छ हैन, छोरी भाइको साथीहरू छ। हामी चाहिँ आज नारायणचौर जान्छौँ। हामी चाहिँ नारायणचौर जाँदैछौँ, नागपोखरी जान्छौँ अनि त्यहाँ यिनीहरू खेलेको सबै कुराहरू देखाउँछु म हैन। के कस्तो छ हेरिरहनु होला। हिजो चाहिँ यहाँ प्रतिनिधि सभाको चुनाव थियो हैन। यहाँ मन्दिरमाथि थियो हिजो प्रतिनिधि सभा चुनाव है। यो चाहिँ छोरीको स्कुल हैन, यहाँ एडमिसन हुने यताउता हुने। हिजो चाहिँ यहाँ प्रतिनिधि सभाको चुनाव थियो हैन। यहाँबाट जाने यहाँ माथि सबै भोट हाल्ने प्रक्रिया थियो। हिजो त यहाँ मान्छेहरू हिँड्ने बाटो थिएन। हामी चाहिँ सचेत थान मन्दिर प्रवेश गर्दैछौँ। यो चाहिँ हाम्रो सरस्वती माताको मन्दिर। सम्पूर्णलाई मेरो युट्युब फ्यामिलीलाई सम्पूर्णलाई रक्षा गर्नु होला। यहाँ दिपेश आइसा ग्रीष्मा यहाँ पूजा सुजा सबले गरेर भ्याइसक्यो हैन। अब चाहिँ हामी लागौँ ल अब है उता फेरि। फाइनली हामी बाटोमा आइसक्यौँ हाइवेमा हैन। यो हाइवे क्रस भइसकेपछि हामी एकछिनमा माथि नारायणचौर पुग्छौँ। यो चाहिँ हाइवे है। फाइनली हामी हाइवेमा आइसक्यौँ हैन। अब हाइवेबाट बाटो क्रस गर्छौँ। यो चाहिँ बाटो भयो अनि हामी त्यो सानो गल्लीबाट बाइक निक्लेबाट हामी माथि भित्र लाग्छौँ। फाइनली अब हामी यो अघिको भनेको गल्लीबाट यताबाट हामी लाग्छौँ होइन। हो यहाँबाट गल्लीबाट निस्किन्छौँ। यहाँ चाहिँ मन्दिर छ है गणेशजीको। आइसाहरू सानो भाडाबुढीहरू उहाँ पुगिसकेछन्। यहाँ चाहिँ हामी सिधा हो त्यहाँनिर नारायणचौर छ हैन। यहाँ चाहिँ ओम शान्तिको मन्दिर। नदौडा है नदौडा बिस्तारै हिँड साथीहरू। फाइनली हामी नारायणचौर आइसक्यौँ है। अब यो चाहिँ उता नक्साल जाने बाटो है। यता दरबारमार्ग जाने बाटो भयो, रत्नपार्कतिर जाने बाटो भयो। यसरी बिहानको टाइममा मान्छेहरू मर्निङ वक गरिरहेको छ। फाइनली हामी नारायणचौर आइसक्यौँ है। यही नै हो नारायणचौर। अब भित्र जान्छौँ। के कस्तो छ सबै कुरा सर म देखाउने छु हैन। हुन त पहिलो भिडियो मेरो हेरिसक्नु भयो होला हैन। यो चाहिँ नारायणचौर हैन। लायो हेरिदिनु होला, माया गर्नु, प्रतिक्रिया दिनु होला हैन। खुसी चिल्ड्रेन पार्क छ है। सबै म खिच्छु ल। निरज ल आइसा जुन ल गुड जब। कहाँसम्म सक्छ तिमी हेरौ हैन। यहाँ चाहिँ बिहान आइसाले ल आऊ सानो आऊ। गुड जब वाउ। आज त फिनिस गर्यौ है तिमीले, सक्यौ। गुड जब, भेरी गुड आइसा, भेरी गुड। यस नो। अब यहाँ चाहिँ ग्रीष्माले कति सक्ने तिमी सानो। आऊ छिटो ल वान अप ल। आइसा माथि जाऊ तिमी। अलिक ग्रीष्मा पनि जानुपर्छ ल माथि। यहाँ
अझै माथि जाऊ सानो सक्छ कि सक्दैन सक्दैन ल माथि जाउँ त अझै ल यहाँ चाहिँ दिपेश छन् होइन यहाँ चाहिँ 3 जना खेलिरहेको छ माथि नहेर है माथि नहेर रिङ्गट लाग्छ कस्तो लागिरहेछ बार छ बच्चाहरूको मोटिभेटको लागि यहाँ पार्क छ निरज हो ल गुड जब माथि आऊ माथि 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 ल ल छिटो 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 माथि 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 गुड 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 माथिबाट यहाँ चाहिँ दिपेश दौडिँदैछन् रनिङ गर्दै ल आऊ दिपेश बिहानको यो होइन मान्छेको सङ्ख्या अझै बढ्दै गरेको छ यहाँ चाहिँ आइसै खेलिरहेको छिन् यहाँ चाहिँ ल दिपेश निरज बिस्तारै 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 खेल ल घुइँका गिर्समा घुइँका आफै आफै गुड जब ल आइस आऊ छिटो छिटो बिस्तारै दिपेश आऊ यहाँबाट छिरे दिपेश यहाँ आऊ गुड जब आइसा पनि त्यहाँबाट छिर्दै छिन् आइसा यहाँ आइन् हे गरिदेऊ छिरे छिरे सानो आइसा डरा हो तिमी अन्य बच्चाहरू पनि यसरी खेलिरहेको छ यता अबको पाली आइसाले हल्लाउने दिपेश खेल्ने अनि उता दिपेशको मामा है छन् ल ग्रीष्म चाहिँ उहाँ खेलिरहेको छिन् होइन ल खेल खेल यो बेला अब बिदाको बेला पनि भयो होइन त्यसैले गर्दा मान्छेको चहल पहलदेखि लिएर हरेक कुराहरू भइरहेको छ मिलेर खेल्नुपर्छ सबैजना होइन हेलो गाइज हिजो भर्खर हाम्रो प्रतिनिधि सभा चुनाव सकिसकेको छ होइन अब कुन कुन ठाउँमा के छ के भइरहेछ ती नतिजा हेर्नको लागि धेरै नै आतुर भइरहेको छु म पनि होइन कुन ठाउँमा कसले जित्ला के भइरहेको छ कस्तो हुने हो होइन जे सबैको अब मेरो अपेक्षा त नै अब नयाँ युथले नयाँ पुस्ताले हेर्नुपर्छ होइन भन्ने छ अब हेरौँ के हुन्छ होइन अब अहिले हामी त्यही कुरामा अडिरहेका छौँ कसले जित्ला के गर्ला कहाँ के भइरहेछ भनेर मैले पनि गाउँमा फोन गरिरहेको छु भाइहरूलाई होइन मामाहरूलाई फोन गरिरहेको छु बाबाहरूलाई के भइरहेछ कस्तो भइरहेछ भनेर फोन कन्टिन्यू भइरहेको छ अब हेरौँ के हुन्छ त्यहाँको अब नतिजा हाम्रो झापामा पनि धेरै मान्छेको चहल पहल छ त्यहाँ होइन अब हाम्रो बालेन शाह र हाम्रो केपी शर्मा ओलीज्यूको गढ ठाउँमा अब के भइरहेको छ कस्तो भइरहेछ ती कुराहरू सबै कुराहरू ओ माई गड के हुने हो भन्ने हामी धेरै मनमा ढुकढुक ढुकढुक भइरहेछ विभिन्न ठाउँहरूमा होइन अब हेरौँ ग्रीष्माको पालो आइसक्यो अब ग्रीष्मा स्लाइडिङ गर्दैछिन् मामाको पालो होइन निरजको पालो अब फेरि आइसा आउँदैछिन् अब स्लाइडिङ गर्न यहाँ चाहिँ कन्टिन्यू भइरहेको छ यता चाहिँ हाम्रो भ्यान्टे दिपेश छन् दिपेशले पिङ खेलिरहेको छन् भनेपछि यता चाहिँ हाम्रो
छँदैछन् होइन, खेलिरहेको छन्। यहाँ चाहिँ अब मामा ढिकिचाउँ खेल्ने रे होइन। जस बच्चाको बिहान दिमागलाई होइन आनन्द राम्रो स्वच्छ हो आफै यसरी रोलिङ गर्ने। यहाँ चाहिँ यिनी थाकेर आइसकेछन् निरज होइन। आइसा चाहिँ यहाँ खेलिरहेको छिन् एक्लै आफै स्विङ गर्दै आफै खेलिरहेको छिन्। अब ग्रीष्मा आइसकिन् अब रनिङको लागि। यहाँ चाहिँ रनिङ गर्नको लागि रेडी हुँदैछन् होइन। फर्स्टमा त ग्रीष्मा छिन् अनि त्यसपछि दिपेश आइसा निरज अनि मामा है। ल रेडी। त्यो रुख छोएर हाम्रो त्यहाँनिर रुख छ, त्यो रुखलाई टच गरेर फेरि यहीँ आउने को फर्स्ट हुन्छ हेरौँ है त। ल रेडी 1 2 3 गो। दौडिरहेको छ टोलीहरू होइन। अब को फर्स्ट हुन्छ हेरौँ। मामा फर्स्ट, उनी सेकेन्ड, आइसा दिपेश आइसा से थर्ड, निरज फोर्थ, फिफ्थ। जो ग्रीष्माले त्यहाँ टच नगरेको, दिपेशले रुख टच नगरिकन आएको, अरूले टच गर्यो नि होइन। मामा चाहिँ यहाँ थाकेर 1 2 3 4 5 आइसाले चाहिँ अब तेक्वान्डोको पुम्से नम्बर 1 गर्दैछिन् होइन। अब हेरौँ के हुन्छ। सिरप किङ्रे चुम्बी नम्बर 1 पुम्से नम्बर 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 फरो 3 52 55 56 57 58 59 60 51 स्विडुम खेल्ने है। ल ल ल खेला 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 है। ल यो छुइडुम भन्छ। एकजनाले लहटी राख्ने हो सबैजनालाई, अनि जो हुन्छ त्यो आउट हुन्छ होइन। त्यही नै चोर हुन्छ होइन। यो यहाँभित्र गाइज अब हामी यहाँबाट अब घरतिर लाग्दैछौँ होइन। अब के कस्तो हुन्छ हेरौँ। अब त्यहाँ बाटोहरू पनि अलिअलि अघि देखाइसकेको छ। अब हुन त अब खासै के छैन। मैले चाहिँ आइसाहरूलाई बोलाइसकेको छु। यहाँ चाहिँ निराज आइसकेको छन्। अरू खोइ आउँदै छैन। यहाँ चाहिँ आइसा अनि ग्रीष्मा दौडिरहेको छन्। अब केही समयमा आउँदैछन् यिनीहरू दुईजना। यहाँ नजिक नजिक आइपुगे आइसा ग्रीष्मा होइन। अझै दुईजना बाँकी नै छन्। दिपेश चाहिँ उहाँ देखिरहेको। यहाँ चाहिँ मामा होइन। यहाँ दिपेश बल्ल दुईजना आउँदैछन्। बिस्तारै हिँडिरहेछन्। दिपेश चाहिँ दौडिरहेको छन्। छिटो 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 गुड जब। लखर बिस्तारै हिँडिरहनु भएको छ होइन। फाइनली हामी अब फेरि नारायण चौरदेखि नागपोखरी जाँदैछौँ होइन। उनीहरू फेरि हल्ला गरे गर्छ, झगडा गर्छ, के हो थाहा छैन। उहाँ आइसकिन्। अब हामी एकछिनमा फेरि जाँदैछौँ। हामी यसरी अब नागपोखरी जान्छौँ। नागपोखरी केही कुराहरू देखाउनेछौँ र त्यसपछि हामी
सिधै घरतिर लाग्नेछौँ। चाहिँ नागपोखरी आइसक्यो फाइनली होइन। हुन त म तपाईँहरूलाई पहिला नि देखाइसकेको यो भिडियो होइन, यहाँको ठाउँको ब्याकग्राउन्डहरू होइन। यो चाहिँ नागपोखरी होइन होइन। यहाँ चाहिँ हाम्रो हाँसहरूको घर होइन। गाइज फेरि पनि स्वागत छ बिमल कोरोना भ्लगमा है। र कुनै पनि व्यक्तिले अब युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन नि सब्सक्राइब गरिदिनु होला होइन। लाइक कमेन्ट पनि गर्नु होला, के कस्तो छ सेयर पनि गर्नु, के कस्तो छ प्रतिक्रिया सबै कुराहरू दिनु होला। यहाँ चाहिँ माछाले राउन्ड लिइरहेको छ यही माछा होइन। वाउ यो नागपोखरी मन्दिर। गाइज अब हामी यसरी नै होइन बिस्तारै अब त्यहाँ अब नारायणचोर पनि घुम्यौँ। नारायणचोर घुमिसकेपछि अब हामी नागपोखरी पनि आयौँ। नागपोखरी घुमिसकेपछि अब हामी बिस्तारै घरतिर लाग्दैछौँ होइन। के कस्तो लाग्यो हाम्रो भिडियो प्रतिक्रिया दिनु हो। सब्सक्राइब नगरेकोले सब्सक्राइब गरिदिनु होला। यति भन्दै भिडियो यति नै है। हस् त, धन्यवाद। जय नेपाल।